गल्याङ सिद्धार्थ राजमार्गको एउटा यस्तो मुटु जसले पहाड र तराईलाई जोड्छ। यो केवल एउटा व्यापारिक केन्द्र मात्र होइन, यो हाम्रा पुर्खाहरूको पसिनाले सिञ्चित गौरवशाली माटो हो। तर के एउटा सहर घर र सडकले मात्र सुन्दर हुन्छ? हुँदैन। सहर सुन्दर तब हुन्छ जब त्यो सफा र स्वच्छ हुन्छ। चेतनाको दियो तब बल्छ जब नेतृत्व र युवा शक्ति एकै ठाउँमा उभिन्छन्। गल्याङ नगरपालिकाले स्वच्छ गल्याङको सङ्कल्प गर्यो भने युथ फर नेचर ग्रुपका सचेत युवाहरूले त्यस सङ्कल्पलाई आफ्नो काँधमा थापे। अब गल्याङ बदलिँदैछ। यो केवल एउटा सरसफाइ कार्यक्रम मात्र होइन, यो त गल्याङको भविष्य कोर्ने एउटा महाअभियान हो। नगरपालिकाले बाटो बढार्छ, युवाले फोहोर उठाउँछन्, तर त्यसलाई सधैँ सफा राख्ने जिम्मा कसको? तपाईँको, मेरो र हामी सबैको। एउटा चकलेटको खोल होस् या पानीको बोतल, जथाभावी फाल्नु अघि एकपटक सोचौँ, के हामी हाम्रो पुस्तालाई फोहोरको थुप्रो उपहार दिन चाहन्छौँ? आज गल्याङ नगरपालिका र युथ फर नेचर ग्रुपले सुरु गरेको यो आगो अब हरेक घरको चुलोसम्म पुग्नुपर्छ। सरसफाइ संस्कार बनोस्, बाध्यता होइन। यही सत्यलाई आत्मसात गर्दै अहिले गल्याङ बजारमा एउटा नयाँ ऊर्जा सल्किएको छ। गल्याङ नगरपालिकाको नेतृत्व र युथ फर नेचर ग्रुपको सक्रिय सहभागितामा सुरु भएको छ बृहत बजार सरसफाइ अभियान। फोहोर उठाउनु मात्र ठुलो कुरा होइन, फोहोर नगर्ने चेतना फैलाउनु असल नागरिकको धर्म हो। युथ फर नेचर ग्रुपका यी जोसिला युवाहरूले प्रमाणित गरिदिएका छन् कि प्रकृति र वातावरण जोगाउन अब कसैको मुख ताक्ने होइन, आफै मैदानमा उत्रिनुपर्छ। फोहोर केवल आँखालाई कुरूप देखिने चिज मात्र होइन, यो त हैजा, डेङ्गु र श्वास प्रश्वासका रोगहरूको जननी हो। हामीले राजमार्ग सफा राख्नु भनेको गल्याङका हरेक घरलाई अस्पताल जानबाट जोगाउनु हो। हाम्रो उद्देश्य स्वच्छ प्रकृति, स्वस्थ नागरिक। विशेष गरी सिद्धार्थ राजमार्गमा यात्रा गर्ने यात्रु र चालक महानुभावहरू, तपाईँको गाडीको झ्यालबाट फालिएको एउटा सानो खोलले यी युवाहरूको हप्तौँको मेहनतमा पानी खनाइरहेको छ। गल्याङले आज देशलाई सिकाउँदैछ, यदि युवा जागे प्रकृति बाँच्छ। गल्याङ नगरपालिकाले वातावरण संरक्षणका लागि चालेको यो कदममा युवाहरूको यो साथले एउटा स्पष्ट सन्देश दिएको छ। सफा गल्याङ बनाउने जिम्मेवारी केवल नगरपालिकाको मात्र होइन, यहाँ बस्ने हरेक नागरिकको हो। आउनुहोस्, हामी पनि यो महाअभियानमा जोडिएर आफ्नो घर अगाडि र आफ्नो बजारलाई सफा राखौँ, किनकि हाम्रो सानो प्रयासले नै गल्याङलाई नेपालकै नमुना र स्वच्छ सहर बनाउनेछ। युवाको जोस, नगरपालिकाको भिजन, सफा गल्याङ हाम्रो साझा पहिचान। युथ फर नेचर ग्रुप, हाम्रो गल्याङ, राम्रो गल्याङ, सफा गल्याङ।